स्वागत छ हजुरहरूलाई लर्न चाइनिज विथ जङ्गवनमा मेरो च्यानलको नेम रहेको छ इजी वे टु लर्न चाइनिज विथ मी आज चाहिँ हामी खथाङ यङ यु अर्थात् क्लासरुम एक्सप्रेसनको बारेमा चाहिँ आज हामी पढ्न गइरहेका छौँ सुरुको रहेको छ साङ्ख साङ्ख This means class begins 下课下课 class is over 现在休息现在休息 Take a break now 跟我读跟我读 Read after me 看黑板看黑板 Look at the blackboard त्यसपछि अर्को रहेको छ 打开书打开书 Open your book 请你读请你读 Please read 再读一遍再读一遍 Read once again 一起读一起读 Read together 有问题吗有问题吗 Any question यी कुराहरू चाहिँ क्लासरुम एक्सप्रेसनमा अर्थात् खथाङमा चाहिँ चाइनिज ल्याङ्ग्वेज टिचरहरूले चाहिँ यिनीहरू युज गरिरहेको हुन्छ सो अब चाहिँ थोरै सानसानो प्यान्ट्या अर्थात् थर्ड टोन रुल्सको बारेमा चाहिँ थोरै प्र्याक्टिस गर्छौँ हजुरहरूलाई पहिले पनि भनिसकेको छु थर्ड टोन एकैचोटि आयो भने प्रोनाउन्सिएसन गर्दाखेरि चाहिँ सुरुकोलाई चाहिँ फर्स्ट टोन सरी सेकेन्ड टोनमा चेन्ज गरेर प्रोनाउन्स गर्ने र पछाडिकोलाई चाहिँ थर्ड टोनले प्रोनाउन्स गर्ने गरिन्छ सो यी तलको कुराहरू चाहिँ अहिले हामी प्र्याक्टिस गर्छौँ 跟我读 अर्थात् read after me 你好你好可以可以辅导辅导小姐小姐口语口语语法语法法语法语讨好讨好了解了解友好友好雨伞雨伞手表手表 हस् त आजलाई चाहिँ हामी यति मात्रै गर्छौँ थ्याङ्क यू सो मच 谢谢你们再见